यस सालको चैत महिनामा लगभग अब चैत महिनालाई बिदा गर्नलाई केही दिन मात्र बाँकी रहेका छन्। अनि यसरी हामीहरूले आज प्रातःकालीन समयमा धेरै घाम पनि लागिरहेछ। अत्र तत्रबाट सबैतिरबाट भक्तहरू आउनुभएको छ। अनि प्रातःकालीन समयमा आफ्ना कर्महरू सकेर, नित्य कर्महरू सकेर, जप ध्यान न्यास सकेर माता गण्डकीलाई धूपपाती पूजन योजन गर्नको लागि आएका छौँ। सबैतिरबाट भक्तहरू आउनुभएको छ। आफ्नो कर्महरू गर्दै हुनुहुन्छ, श्राद्ध आदि कर्महरू गर्दै हुनुहुन्छ। अब भने हामीहरू लाग्दैछौँ। अनि अहिले चाहिँ भने देवघाटमा धेरै भक्तहरू आउनुभएको छ। लगभग यो चैतको महिना, सबैको छुट्टीको महिना, फुर्सदको समय, नानी बाबुहरूको पनि स्कुलहरू बिदा भएका समयमा होला। देवघाटमा जुनै आश्रममा अहिले भक्तहरूको सङ्ख्याहरू धेरै छ। रात्रिकालीन समयमा आउने, मुक्तिनाथ दर्शन गर्ने, यता मनोकामना दर्शन गर्ने, आमाहरूको कीर्तन समूह अनि ज्येष्ठ समूहहरू सङ्घ संस्थाबाट धेरैतिरबाट आउनुभएको छ। यो चाहिँ यता हरिकीर्तन वैदिक धर्मशालातिर नै यहाँ चाहिँ बेलुका, हिजो बेलुकाको मात्रै कुरा हो, 28 गते बेलुका 16 बस भित्रेको थियो। यहाँ चाहिँ लगभग देवघाटकै ठुलो आश्रम पनि भनिन्छ यो आश्रमलाई। यसरी भक्तहरूको सङ्ख्या निकै ठुलो भएको छ। अनि इन्डियाबाट पनि देशीहरू पनि आउने क्रमहरू निकै छ। यहीँ बाहिर भोजन पकाएर यहाँ मात्रै होइन, देवघाट जुनै आश्रम अहिले चैतको महिना चाहिँ किनकि छुट्टी, सबै फुर्सदको समय। अनि केही धार्मिक यात्रा गरौँ न त भनेर पनि गण्डकी स्नान गर्न, मनोकामना मुक्तिनाथ हुँदै आउनुहुन्छ। कोही बास भोजनको लागि आउनुहुन्छ। यसरी अरू बेला भन्दा पनि अहिले चाहिँ अलिकति देवघाटमा आवत जावत धेरै नै भइरहेको छ। यता शिव भगवानको मूर्ति भइरहेको छ हस्त धातुको। म अब यता लागेँ भाष्यका दिव्य दर्शन गर्नु। रामानुज 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 रामानुज। त्यहाँ पनि गाडी छ, तल भक्तहरू। यता पनि एउटा गाडी रहेछ। कहाँबाट आउनुभएको हजुरहरू? यहाँ पनि छ एउटा, यो आश्रममा सोधि हेर्नु छ एकचोटि। यहाँ माथि कहाँ बस्नुभएको छ हजुर? कहाँ बस्नुभएको छ? गाडी चाहिँ कहाँ छ? ए ल, म भनिदिइहालेँ ल। उहाँहरू भोजन भन्न यहीँ आउनुभएको रहेछ बस्ने गरी। अनि मैले भोजन पनि यसरी भोजन बनाएँ। अब अहिले भर्खर एउटा गाडी यसरी मुक्तिनाथ दर्शन गरेँ। कहाँ मुक्तिनाथ दर्शन गरेर यसरी यो पछाडि पनि गाडी नै गाडी यसरी छ।